आज हजुरको पालो पर्सि मेरो पालो ब्लग स्टार्ट हुन्छ हाम्रो ट्रेनिङबाट ट्रेनिङमा चाहिँ आज हामीले धेरै कुराहरू सिक्यौँ पनि र आज छिटो पनि भ्याउनु पर्ने थियो किनभने हाम्रो अफिस भिजिटको लागि चाहिँ गोरी दिदी आउँदै हुनुहुन्थ्यो त्यसैले भनेर चाहिँ हामीले खाना पनि छिटो खाना खोजिरहेको थियौँ अनि त्यसै सन्दर्भमा चाहिँ अब साथीहरूले चाहिँ यसरी पनि खाइरहेको थियो कि अब कोही चाहिँ अब हुन्छ नि अब चाहिँ गोरी दिदीलाई चाहिँ स्वागत गर्ने पालो रहेको थियो हामी चाहिँ तयार भएर बसिरहेको थियौँ नभन्दै उहाँ पनि आउनुभयो हामीले स्वागत पनि गऱ्यौँ यसरी त्यसपछि चाहिँ हामीले युवा सञ्जाल बाल सञ्जाल किशोरीको ब्याक स्टोरी पनि सुनायौँ जस्तै काम गर्दै गर्दा चाहिँ बाधा अर्चना उनीहरू जस्तै भविष्यमा निकट भविष्यमा आउने समस्याहरू पनि सुनायौँ उहाँहरूलाई अनि त्यसपछि उहाँहरूले पनि हामीलाई केही कुराहरू सुनाउनु भयो अब आयो हाम्रो रमाइलो गर्ने टाइम Happy